यो भने त किन नलिने म बिहान अहिले बिहान चाहिँ कोले यहाँ यति किताब मसँग त्यो यस्ता किताबहरू कति आउँछ कति उपहार दिन्छन् उनीहरूले उपहार दिन्छन् मैले चाहिँ किताब बेच्छु त्यही हो म चाहिँ उपहार चाहिँ दिँदैन कि किताबको उपहार यो सदनमा पनि लगेर बेच्नुहुन्छ कि के छ सदनमा बेच्दैन जुम्लाबाट स्याउ आएका थिए अघिल्ला सदनमा हावा कुरा नगर न हो मलाई पनि थाहा छ नि यो किताब कहाँ बेच्नुपर्छ होइन मान्यज्यूहरूले पनि पढ्नु पर्ला ल मेकरहरूले पनि होइन म यो पढ्नु भने म कसैलाई कर लाउँदिनँ इच्छा लाग्छ भने पढ्नु म यत्रो नेपालभरि 526 दिनसम्म पश्चिम महाकालीबाट पूर्व मेचीको सबै जिल्लाको सबै गाउँपालिकाको सबै वडा चोक सबै डुलेको हो मैले कसैलाई मेरो किताब किनिदिनुहोस् भनेको छैन त लो किताब आयो किन्न चाहनेले किन्नुहोस् भन्ने हो पुग्नु भएको छ यहाँ कैलालीको अत्तरिया पुगिरहँदा म त्यही थिएँ त्यहाँको विद्यालयमा अहिले पनि तपाईँका पुस्तकहरू राखिएको छ त्यहाँ हेर्न सकिन्छ सदनमा बस्नेहरू संसदहरूले तपाईँले लेखेका कुरा चाहिँ उहाँहरूको कानमा नपुग्दासम्म त कसरी उहाँले कार्यान्वयन गर्नुहुन्छ भन्ने पनि होला किन्ने पनि इच्छा लाग्नेले किन्छ नलाग्नेले किन्दैन क्या म चाहिँ कसैलाई वास्ता जबरजस्ती गर्दैन अब अन्तिम